हेलो साथीहरू, वेलकम टु माई सेकेन्ड मिनी ब्लग। सबैजनालाई स्वागत छ मेरो सेकेन्ड मिनी ब्लगमा। सबैजनाले हेरेर साथ दिनुहुनेछ। हामी अब बिहानको सुरुवात चाहिँ यसरी भएको छ। यो चाहिँ बिहेको दिनको ब्लग छ। मैले केटाकेटीलाई पनि पुरै काम लाउँछु। म चाहिँ जहाँ हुन्छ त्यहाँ पुरै काम लाउनुपर्छ अनि रमाइलो गर्नुपर्छ भन्ने लाग्छ। हाम्रो ज्वाइँ साहबको एन्ट्रीको लागि गेट यस्तो भन्दैछ। यो चाहिँ मेरो घर साथीहरू, सबैजना म जन्मेको बढेको सम्पूर्ण गरेको घर यही हो। चाहिँ हाम्रो 3 पाटन 7 मा पर्छ त्यो श्रम खोला। अनि चाहिँ हाम्रो गाउँ जुनारको बोट सबै थोक छ। जुनारको सिजनमा म जुनार देखाउने छु गाइज। गर्दा गर्दै हाम्रो मावली आमाको इन्ट्री भयो। बेहुलीको मावली आमा र मेरो मावली आमा चाहिँ एउटै हुनुहुन्छ। हामी चाहिँ माइली र कान्छीको छोरी हौँ। अनि आमालाई चाहिँ मैले मस्त जिस्काएँ। आमा एकदम हिँड्दै आउनु भएको थियो। अनि आमालाई एकछिन जिस्काएँ। अनि त्यस पछाडि हामी एकछिन गफ गऱ्यौँ। काम त भइरहेको थियो। यता बेहुली पनि राम्री बन्दै थिइन्। सुहानाले चाहिँ बेहुलीलाई राम्री बनाउँदै थिइन्। कस्तो चटक्क छिन् देख्नु हो, बेहुली कति राम्री भएको छिन्। मैले मोबाइल लिएको देखेपछि आमालाई, हुन त मैले मोबाइल आमालाई म आफैले दिएको हो, त्यो मोबाइल आमाकै हो। तपाईँ मम्मीले आमाले जिस्काएको कि हामीलाई चाहिँ कराउने भनेर। अनि अहिले चाहिँ यहाँ पुरा फोटोसुट चलिरहेछ। हामीलाई चाहिँ आमाहरूले मोबाइल हेर्दा लास्टै कराउनुहुन्थ्यो क्या। पहिला पढ्ने मान्छेले हेर्नु हुँदैन भन्नुहुन्थ्यो। अनि अहिले चाहिँ कस्ता जमाना, यस्ता फोटो खिच्न पाएँ भन्नुहुन्थ्यो। हामी दिदीबहिनी दाजुभाइ सबैले फोटोसुट गऱ्यौँ। हामीलाई फोटो खिच्नको लागि पर्याप्त टाइम थियो, किनकि ज्वाइँको एन्ट्री ढिलो भएको थियो। दिउँसोको 3 बजिसकेको थियो, तर बेहुला आइपुग्नु भएको थिएन। बेहुलीलाई म जिस्काउँदै थिएँ, बाटो कुर्दै थिइन् बेहुली। एकदम हेरेर आतुर थिइन् बेहुली चाहिँ। डाँडामा आइपुग्नु भएको थियो। अनि मैले आउनुभयो भनेर जिस्काएँ। अनि फोटोसुटहरू त बेला बेलामा भइरहेको थियो, छोड्ने कुरै भएन। मोबाइलमा 4 टिकेसम्म र भ्याएसम्म चाहिँ हामीले एकदम मेमोरिज राख्यौँ। अनि स्वयम्वरको काम सुरु भयो ज्वाइँको इन्ट्री पछाडि। अनि ज्वाइँको इन्ट्री भएपछि त स्वयम्वर गर्नु पऱ्यो। हतार थियो बिहेको। छिटो काम सकाउनु पऱ्यो, किनकि फर्किनु थियो नि त, दिउँसोको बिहे थियो। सबै गुरुबारे अराएअनुसार हामीले छिटो काम सक्यौँ। साथीहरूले नि मेमोरी राख्नुभयो फोटो खिचेर। अनि त्यस पछाडि हामी रमाइलो गरिरहेको थियौँ। अनि खुट्टा धुने काम आयो। खुट्टा धुनेपछि हजुरबाहरूदेखि ठुलोदेखि सानोतिर क्रमशः लाइन जाँदै थियो। सबैजनाले टिका लाउने, खुट्टा धुने, गिफ्ट दिने काम पनि भयो। अनि भाइलाई पनि हामीले पानी खा, ढोग्नुपर्छ दिदीलाई, अब त भन्नु हुँदैन भन्दै सिकाइरहेको थियौँ। किनकि हामी दिदी हो नि त, डन भएको क्या त्यतिखेर चाहिँ। फुचाफुचीलाई पो तर्साउन गाह्रो हुन्छ नि त, मतलब मजा हुन्छ नि त। त्यही भएर हामीले छोडेनौँ। अनि सबैजनाले मायाको चिनोहरू पनि दिँदै हुनुहुन्थ्यो। बिहे भइरहेको थियो, तर आफ्नै घरमा चाहिँ पाहुना बनेर आउने दिन चाहिँ एकदम सुरु भइरहेको थियो। अनि यस्तो गर्दा गर्दै अन्तिम बिदाईको बेला आयो। अनि भाइ चाहिँ रोयो के। पहिला चाहिँ त कहिले तेरो बिहे हुन्छ, अनि म ढुक्कले बस्छु भन्थ्यो। लास्टमा अल्माउने बेला चाहिँ पुरा भाइ रोयो। अनि भाइलाई हामीले फक्काइ फुलाई सम्झाइ बुझाइ गऱ्यौँ। अनि त्यस पछाडि केटो मक्ख भयो। पछाडि चाहिँ अनि उता दिदीको फकाइ फुलाई मानिसके पछाडि चाहिँ केटो फेरि मक्ख परेर लास्टमा त हाँसेको पनि थियो। केटोलाई हामीले फकाइ फुलाई डेन्जर तरिकाले गऱ्यौँ नि त। ल रोको छैन नि, जाने बेलामा त एकछिन चाहिँ रोको जस्तो भएर थियो। अहिले त केटो पुरा मस्त फकिसकेको छ। अनि त्यस पछाडि बेहुली गइन्, हामीले बिदाई गऱ्यौँ बेहुलीलाई। अनि हामीलाई पनि त्यही दिन फर्किनु पर्ने थियो। अनि हामी पनि हतार गरेर आफ्नो काम सकेर हामी पनि फर्क्यौँ। ओके, थ्याङ्क यू गाइज। यो बिहेको भ्लग सबैजनाले माया गरिदिनु होला। यसै गरी भ्लग बनाइराख्ने छु कुनै बेला। सबैजनाले हेरेर साथ दिनु होला। हेरेर के कस्तो भयो कमेन्ट पनि गरिदिनु। अनि अङ्कल र म चाहिँ पछाडि बसेर गएको गाइज। ओके, बाई बाई। थ्याङ्क यू सो मच। सबैजनालाई धेरै माया अनि मिठो सम्झना। थ्याङ्क यू गाइज।